ल गाइस म चाहिँ भर्खर उठेर खाना खाँदैछु। अब छिटो खाना खाएर चाहिँ म भोटो मास गोड्न जानुपर्ने गाइस। सबै बाबा मम्मीहरू सबै भाइहरू गइसक्यो भोटो मास गोड्नलाई। म चाहिँ भर्खरै उठेर खाना खाएर पनि जानुपर्छ भोटो मास गोड्नलाई। ढिलो भयो आज धेरै छुट्टी गएछ कि अलिक सन्चो पनि थिएन कि त्यही भएर यस्तो हो। गाइस हेर्दै गर्नु होला मैले खाएको मिठो छ कि छैन, नुन लागेन भन्दै गर्नु होला। मलाई त लागिरहेको छ, नुन पनि लागिरहेको छ, सबै लागिरहेको छ। बबाल छ ल गाइस। यार म त खाना खाएर उसुक्कै निदाएको छु यार। कस्तो भोटो मास बारी खुन्न आइज भन्ने आमाले, म त सुती गएछु। ला मार्ने भयो यार। ला 2:30 बन्न आँटेको छ, खाजा खाने आउनु बेला हुनु आँटिसकेको छ। मार्ने पनि मलाई ला यार। 3 गरा थियो भोटो मास खुनिसक्नु पर्ने, 1 गरा 2-3 गरा त खुनिसक्यो, आधी पुऱ्याइसकेको छ। ला मार्ने पनि आज हौ। कस्तो मेरो चाहिँ दिमाग हो, खाने बेला खालि यो खाएपछि निन्द्रा लाग्ने पनि नराम्रो कि। थक 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 यो म कोदाली टङ 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 हान्नुपर्ने खुरी मलाई थोक है। ल मार्ने भयो यार। ओ माई गड। छिटो खुने भाइ, छिटो खुने पङ्खीमा खुन्न। खुन सक्नुपर्छ आज त, सक्नुपर्छ है, सक्नुपर्छ है। हो होसिर होस्, लगा होइन लगा हो, त्यहाँ हो होस्तिर। स्याबास स्याबास। हाम्रो त यहाँ हो नि त ठुलो बाउसे। बस ल फाइनली हामीले पनि भोटो मास गोडेर चाहिँ सिधै सक्यौँ। देख्न सक्नुहुन्छ हजुरहरू, आजको महिलाले भोटो मास गोडेर भइसक्यो। हाम्रो कोदो पनि पाक्नु लागिसकेको छ। अब म यहाँ भिडियो गरेर अन्तिम चरणमा आइपुगेछौँ। मिठो रहेछ। घाँसमा देख्नु कस्तो खालको फेरि मान्छे छोड्ने कि मेलो छोड्ने हो भाइ? ए भाइ ल ल आइज आइज सकिन्छ है। बुझी भाइ ओइ किरा पो अलि त ल फाइनली गाइस हामीले चाहिँ भोटो मास गोडेर सकिसक्यौँ। भिडियो के कस्तो लाग्यो, अब अरू भिडियो चाहिँ नेक्स्ट टाइम। यति नै छ मेरो भिडियो हेरिदिनु भयो। थ्याङ्क यू सो मच फर दिस वाचिङ भिडियो। बाई बाई गाइस।